नमस्कार सबैजनालाई। आजको यात्रा चाहिँ हाम्रो अछाम मङ्गलसेनबाट चाहिँ बाजुरासम्मको रहेको छ। बाजुराको बामका बजारसम्मको यो चाहिँ बजार रहेको छ। यो चाहिँ यहाँबाट चाहिँ धनगढीको गाडीहरू लाग्छ र विशेष गरी अरू बेला पनि गाडीहरू लाग्ने ठाउँ यही नै हो। मङ्गलसेनको यो टिकट काउन्टरबाट चाहिँ हामी अगाडि बढिरहेका छौँ र अगाडिपट्टि चाहिँ हामी देख्न सक्छौँ पुलिस बिट। र यहाँबाट चाहिँ हामी चाहिँ यहाँका मुख्य बस्तीहरू हुँदै अगाडि बढ्नेछौँ। काम एकदम मजाको लागिरहेको छ र हामी देख्न सक्छौँ अहिले चाहिँ हामी चाहिँ यहाँ सिजान चोकमा पुगेका छौँ। सिजान चोक हुँदै चाहिँ हामी चाहिँ अगाडि बढ्नेछौँ। अगाडिको डेस्टिनेसन चाहिँ हाम्रो कैलाश खोला हुन्छ र कैलाश खोलाको चाहिँ तपाईँहरूलाई थाहै छ, माछा एकदम फेमस छ माछाका लागि। यो टर्निङ पनि धेरैलाई चाहिँ तर्साए पनि होला धेरैचोटि। अब हामी अगाडि बढ्छौँ सबै बस्तीहरू छिचिल्दै र यो चाहिँ फास्ट मोसनमा रहेको हुँदाखेरि गाह्रै हेर्नु होला। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe. अब हामी चाहिँ कैलाश खोला पुगिसकेका छौँ र कैलाश खोलाको चाहिँ यो माछाको लागि चाहिँ एकदम प्रख्यात मानिन्छ कैलाश खोलाको माछा। कतिपय गीतहरू पनि छन्। अब यो कपिराइटको इस्युले गर्दाखेरि चाहिँ मैले हाल्न सकिनँ गीत। र देख्न सक्नुहुन्छ रिसोर्ट, खाजाको पनि राम्रो व्यवस्था रहेको छ कैलाश खोलामा। यहाँ 3-4वटा पसलहरू छन् एकदम चलेका र धेरैजना फ्रेस हुन पनि यहाँ आइराख्नुहुन्छ। यो पछिल्लो समय एकदम चलेकै छ र हामी देख्न सक्छौँ पुल कैलाश खोलाको पुल अगाडिबाट हामी बढ्छौँ र धेरैजनालाई आफ्नो ठाउँ देखेर पनि साह्रै खुसी लागेको छ होला। देश विदेशमा रहनुभएका सबैजनालाई तपाईँहरूको यो ठाउँलाई म निहाल्दै अगाडि बढिरहेको छु। केही समयपछि चाहिँ हामी बलपेटा हस्पिटलमा पुगेको छौँ र यो हस्पिटल एकदम विशाल नै छ। यहाँ पछिल्लो समय एकदम राम्रो पनि थियो तर अहिले चाहिँ केही स्थितिले गर्दाखेरि चाहिँ खासै चलेको छैन। विदेशी लगानीमा बनेको हुँदाखेरि एकदम यसको भवनको बनोटै फरक रहेको छ देख्न सक्नुहुन्छ। र बाटोमा चाहिँ देख्न सक्नुहुन्छ निर्माण कार्यहरू पनि सँगसँगै भइरहेको छ। यो बिस्तारै हुने कुराहरू हो, यसलाई हामीले स्वीकार्नुपर्छ। फेरि हामी चाहिँ अब साफे बजार नजिकै पुगिसकेका छौँ। यो चाहिँ वारीको हो, वारी हो र अब देख्न सकिन्छ हामी छिपेहुलाको पुल पनि आसपास पुगिसकेका छौँ। साफे चाहिँ एउटा व्यापारिक हिसाबले चाहिँ एकदम अछाम जिल्लाको चाहिँ एकदम ठुलो मानिन्छ। यहाँ एकदम बजार एकदम चयनमान छ र यहाँ एयरपोर्ट नै रहेको हुँदाखेरि एकदम ठुलै बजार मान्न सकिन्छ। समतल भूमिमा फैलिएर बसेको बस्ती।
हामी साफेबाट अगाडि नै छौँ र देख्न सकिन्छ एयरपोर्टको भूभाग देखिएको छ पछाडिपट्टि। यस एयरपोर्ट चाहिँ हप्तामा एकचोटि सञ्चालनमा आउँछ भन्ने चाहिँ मैले कुरा थाहा पाएको छु। चलेकै छ। बजारलाई छिचेल्दै अगाडि पुगिसकेपछि चाहिँ यहाँ पेट्रोल पम्प रहेको छ। यो वारीको पेट्रोल पम्प हो। पारी किन भनेको भन्दाखेरि यहाँ चाहिँ बुढीगङ्गाले चाहिँ छुट्याएको छ भूभाग वारी र पारी। र पेट्रोल पम्पबाट चाहिँ हामी अगाडि बढिरहेछौँ। अब चाहिँ हामी अगाडिको पुग्ने चाहिँ हामी बुढीगङ्गाको पुलमा। केही बेरमा चाहिँ हामी बुढीगङ्गाको पुलमा निर चाहिँ पुगिसकेका छौँ हामी। यसले चाहिँ वारी र पारी सँगै चाहिँ जोडेको छ। र पारी चाहिँ ठुलो व्यापारिक केन्द्र पनि हो। साफेको हेर्दाखेरि गाउँबाट आउने अनि उता बाजुरा बझाङबाट आउने गाडीहरूको समग्र स्थल पनि त्यही नै रहेको हो। म चाहिँ अहिले अछाम र बाजुराको सिमानामा रहेको छ र यो प्रवेशद्वार रहेको छ। यहाँबाट चाहिँ हाम्रो अछाम र बाजुरा जोडेको देख्न सक्छौँ। र यो चाहिँ ट्रस्ट पुल साथै कलकल गर्दै बगेको यो खोला देख्न सकिन्छ। र हामी चाहिँ यहाँ चाहिँ अहिले नास्ता खान चाहिँ रोकिएका हौँ। अगाडिको देखिएको त्यो खोगा भन्छ नि यहाँ चाहिँ टिनको उसलाई चाहिँ त्यहाँ चाहिँ अब हामी चाहिँ माछा खान गइरहेका छौँ। चाहिँ हाम्रो माछा चाउचाउ यस्तरी आगोको माथि राखेपछि मस्त सुक्दा हान्ने। यी चाहिँ हाम्रा बुढीगङ्गाका माछा। हामी अहिले ट्याक्कै अछाम र बाजुराको चाहिँ सिमाना उसमा छौँ। यहाँ भर्खर चाउचाउ र माछा पाकिरहेको छ। माछा खाइसकेपछि चाहिँ हामी केही बेरमा बामका बजार पुगेका थियौँ, तर त्यो खिच्न पाएन। यो भोलि बिहानको दृश्य हो। यो चाहिँ अरू भिडियो चाहिँ आउँछ बिस्तारै, साथमा दिनु होला। धन्यवाद।